हेर्नुहोस् हजुर, सडक बनिसकेपछिको हर्नाघाट चौक। यता हाम्रो सामान्य मामाजी ललित साईको स्टोर, यता भाइको पसल, यता रोडहरू पक्का भइरहेको, अनि यता प्रतीक्षालय पनि अब हामीलाई हिँड्नलाई सजिलो भइरहेको छ। अहिले पानी पर्ला जस्तो भएर एकछिन अघितिर आएको हुँदा यसो हल्का भिडियो बनाउँ। त्यहाँ मेरो दाइ पनि उम्रिनु भएको छ पसलमा। अब हाम्रो यो एरियाको सबभन्दा ठुलो पसल हो। यहाँ नआइकन हाम्रो केही पनि चल्दैन। यहाँ हरेक सामान पाइने सुविधा छ, अनि आउने सामान लाने जाने, अनि रोड पनि एकदमै राम्रो बनेको अवस्था छ। आउँदै गर्नु होला। यो हर्नाघाट हाम्रो ऐरावती 4 हर्नाघाटको मुख्य ठाउँ भनेको यही हो। योभन्दा अगाडि गएर हेर्नुहुन्छ भने तपाईहरुले यहाँबाट हेर्न सक्नुहुन्छ। त्यो पारी जाडीको गाउँ, जिबाङको गाउँ, अनि पारी त्यो खबाङको गाउँ, सबै हामी वारिपारी गाउँलेहरू बसिरहेका छौँ। हावा चलिरहेछ वरि जस्तो, पानी आउला जस्तो पनि छ। पानी आए राम्रो हुन्थ्यो। हामी त मकै छरिसकेका छौँ, त्यसको लागि पनि हुन्थ्यो। नछरेको लागि पनि छर्ने पानी आओस् भनिरहेका छौँ। बाटो चाहिँ यस्तो एकदमै राम्रो बनिरहेछ। यात्रा हुँदा हाम्रो यो चाडीको प्रतीक्षालय आयो। अनि यहाँ पनि बाटो राम्रो तरिकाले बनिसकेको छ। अब यो बाटो कैरन सुपा देउराली माताको मन्दिरदेखि पकरा टाकुरासम्मको बाटो यस्तै राम्रो बन्दैछ। 3-4 दिन अझ लाग्छ होला, त्यसपछि यो बाटो कम्प्लिट हुनेछ भन्ने हामी आशा राखिरहेका छौँ। हेर्दाखेरि हाम्रा गाउँघरहरू गुम्म बादल भएको जस्तो छ। पानी आइदिए हुन्थ्यो भन्ने सबैलाई भएको छ। अब हेरौँ पानी आउँछ कि आउँदैन। हस् त, नमस्ते। फेरि अर्को भिडियोमा भेटौँला।